म चाहिँ अहिले ठ्याक्क लाएर युकेमा हराएको अवस्था। यत्रो ठुलो ठुलो यो दुलोमा जता गए पनि एउटै दुलो आउँछ। सिटी म्यापर भन्ने हुँदो रहेछ, त्यसमा हेरेको कहिले के देखाउँछ कहिले के देखाउँछ। फर्स्ट टाइम चलाउनेलाई त गोलगाडे नै हुँदो रहेछ अरे यहाँ त। एकजनालाई सोधेको सब बुढाबुढाहरू सबै बिर्दा भत्ता खाने जस्तो थिए यार। सोधेको बालै दिएनन्। यहाँतिर त कसैले नभनिदिने क्या। ट्याप गर भनेछ। अब यो ट्याप कहाँ गर्ने हो नि थाहा छैन मलाई। निधारमा गर्ने हो कि त्यहाँनिर गर्ने हो। एकचोटि हेरौँ अब अरूले कहाँ ट्याप गर्दो रहेछन् होइन। म त पहिलाचोटि यो साइकलहरू यसरी देख्दाखेरि होइन पुरा बाटोमा कुन चाहिँले साइकल फाल्यो होला, लगेर नेपालमा लगेर बेचिदिनु पऱ्यो होला भनेर सोचेको त भरे त यसमा के गरेर यहाँ मान्छेहरूले चलाएर होइन बाटोमा यसरी छोड्दो रहेछ क्या। सो हेलो एन्ड वेलकम टु माई फर्स्ट भ्लग अनि युट्युब भन्ने दिन पनि आयो है युके आएर। प्योर अनि एकदम इन्टरनेसनल बेरोजगारी भएपछि चाहिँ नि यो सबै कुराहरू आउँदो रहेछ दिमागमा गाइज। बात त सही है। सो अलराइट, म चाहिँ अहिले कलेजको लागि निस्किँदैछु। म चाहिँ युके 14 मेमा आएको अनि आज चाहिँ 19 मे भइसक्यो। कलेजबाट कुनै फोन आएको इनरोलमेन्ट गर्नु पऱ्यो अरे भन्दै पुरा कल गरेको छ। म चाहिँ सोचिरहेको थिएँ मस्त घुमिरहेको थिएँ आफ्नै तरिकामा। म बस्ने घर चाहिँ त्यो हो गाइज। आज चाहिँ कस्तो पानी परिरहेछ, पुरा सिमसिम पानी परिरहेछ, सायद भिज्दैन होला। ठिकै छ नि त, मेरो फर्स्ट युकेको पानीमा चाहिँ भिज्यो म होइन। अहिले टक्क लाएर म बस्ने ठाउँ चाहिँ यस्तो छ होइन, पछाडि बस्छु म अनि अगाडि चाहिँ टक्क लाएर यस्तो छ क्या। दामी छ जियोस् ठाउँ चाहिँ। यहाँतिर घरहरू चाहिँ सानो हुने रहेछ क्या होइन। सो अलराइट, अहिले चाहिँ म मेरो कलेजको लागि निस्किँदैछु। म अहिले युनिभर्सिटीबाट कल आइथियो। सो आज चाहिँ हिजो अस्ति जान्छु भनेको, हिजो अस्ति जान पाइनँ किनकि अब त्यही त हो नि नयाँ ठाउँ होइन। अलिअलि यसो यताउता चार्नै पऱ्यो होइन। अब नेपालमा गाउँ चारिरहेको पनि अब यसो यहाँ आएपछि के युनिभर्सिटी जानु जस्तो लागेर यसो गाउँ चारौँ भनेर यसो चारेको। दामी बस्छ क्या गाइज, दामी बस्छ होइन। पुरा दामी खतरा चिजहरू देखियो यहाँनिर होइन। 2-4 दिन त्यही भएर युनिभर्सिटी जानै मन लागेन। तर फाइनल्ली अब युनिभर्सिटी पढ्छु नै भनेर आइसकेपछि युनिभर्सिटी गएर एटेन्डेन्स त लिनै पर्यो। सो अहिले चाहिँ म युनिभर्सिटीको लागि जाँदैछु। यहाँनिर टक्क लाएर बस चढ्नुपर्छ होइन। मेरो चाहिँ अलमोस्ट 1 आवर्स समथिङ होइन, बढी नै छ मेरो चाहिँ होइन। 1 आवर्सभन्दा बढी पानी परेर लास्ट चिलिङचेट भयो। यहाँ चाहिँ साइकलहरू यसरी राखेको हुन्छ होइन गाइज, चलाउन चाहिँ मिल्दैन होला खै थाहा छैन होइन। म त पहिलाचोटि यो साइकलहरू यसरी देख्दाखेरि होइन पुरा बाटोमा कुन चाहिँले साइकल फाल्यो होला, लगेर नेपालमा लगेर बेचिदिनु पऱ्यो होला भनेर सोचेको त भरे त यसमा के गरेर यहाँ मान्छेहरूले चलाएर होइन बाटोमा यसरी छोड्दो रहेछ क्या। अहिले नेपालमा भइदिए भए नेपालमा त खाली सिसी फलाम बोतल जसुकैको साइकल भए पनि लिएर हिँडिहाल्छ नि त। यहाँ चाहिँ त्यस्तो नहुने रहेछ क्या। खासमा यहाँ ल्याएर यसरी राख्नुपर्ने हो होइन। तर मान्छेहरूले टक्क लाएर त्यही बाटोमा फालिदिँदो रहेछन् होइन। अब झ्याप भएर फाल्यो कि के भएर फाल्यो आई डोन्ट नो द्याट। म नि भर्खर आएको छु होइन। सो अहिले चाहिँ म युनिभर्सिटीको लागि त्यही हो। आज चाहिँ अब अस्ति चाहिँ म युनिभर्सिटीको लागि गएन किनभनेदेखि भर्खर आएको थिएँ नि त। सो आज चाहिँ अब इनरोलमेन्टको लागि जानु पऱ्यो। अनि इम्पोर्टेन्ट कुरा भनेको चाहिँ कस्तो हो नि, म यहाँ टोटल्ली नयाँ छु नि त। मलाई थाहा छैन यहाँबाट कसरी जाने कसरी जाने। अब यहाँनिर चाहिँ टक्क लाएर सबै म्याप हेरेर जानुपर्ने रहेछ। अब साथीभाइ यताउता सबै आफ्नै काममा बिजी हुन्छ नि त। सो उनीहरूले अलिकति इन्स्ट्रक्सन दिने हो होइन। अनि त्यसपछि चाहिँ आफै गर्नुपर्छ क्या सबै कुराहरू यहाँनिर। अब मलाई थाहा छैन म कसरी जान्छु, कहाँ पुग्छु, के पुग्छु थाहा छैन होइन। नजिकै भएको भए पनि अलराइट। सो म हिँडेर जान्थेँ। तर मेरो चाहिँ कस्तो हो नि, 2टा बस होइन एउटा बस अनि 2टा ट्रेन चेन्ज गर्नुपर्छ होइन। सो त्यसको लागि चाहिँ म जाँदैछु आज बस स्टपमा जाँदैछु। पानी चाहिँ लास्टै पऱ्यो क्या। तर कोही नहुने क्या गाइज यार। अहिले होइन कति बज्यो नि, बिहानको 10 बज्यो, 10-11 बज्यो होइन। कोही नहुने क्या। मान्छेहरू चाहिँ पुरा रोड यता नि खाली होइन, यता नि खाली पुरा खाली। पुरै यो टोलै मेरो जस्तो लाग्ने क्या। त्यस्तो त भन्न मिलेन होइन। त्यो पनि ठिकै छ। अब यहाँबाट टक्क लाएर एउटा म्याप हुँदो रहेछ क्या यहाँ चाहिँ होइन, सिटी म्याप भन्दो रहेछ। हाम्रो नेपालमा चाहिँ गुगल म्याप हेर्छौँ नि त। सो हामीले त्यो हेरेर चाहिँ नि जानुपर्ने हुन्छ। सो ठिकै छ। अब म चाहिँ अहिले यहाँ बस स्टपमा पुग्न लागेँ। अब हेरौँ कलेज जाऊँ, इनरोलमेन्ट गरौँ के कस्तो हुँदो रहेछ फर्स्ट दिन होइन। आई होप म कलेज चाहिँ पुगोस् होइन। फेरि फर्स्ट टाइम ट्राभल गर्दैछु, थाहा पनि हुँदैन ठाउँहरू कता जाने के जाने, सबै आफै म्यानेज गर्नुपर्छ नि त। अब हेरौँ म नहराइकन पुगोस् भन्ने मेरो इच्छा हो होइन। सो आई डोन्ट नो म कलेज पुग्छु पुग्दिनँ त्यो चाहिँ अब थाहा छैन, एकछिनपछि भन्छु है म। सो म चाहिँ बस स्टपमा आएँ होइन। यहाँ बस स्टप चाहिँ त्यस्तो हुँदो रहेछ। यस्तो हुन्छ
उता माथि पनि बस स्टप एउटा छ, यहाँ पनि एउटा बस स्टप रहेछ होइन। अब यहाँनिर चाहिँ लाएर कतिखेर बस आउँछ भनेर चाहिँ कुर्नुपर्छ। ऊ त्यहाँनिर लेखिरहेको छ नि बसको नामहरू यताउता हुँदो रहेछ होइन। सो त्यही हो। अब आएर अहिले चाहिँ यहाँ मस पानी परिरहेको छ, सब मान्छे बसमा वेट गरिरहेछन्। म पनि बस वेट गरेर बसिरहेको छु। फर्स्ट टाइम म्यापहरू जाँदैछु, थाहा छैन पुग्छु पुग्दिनँ, केही थाहा छैन। त्यही पनि हेरौँ एकचोटि। सो म चाहिँ बसलाई वेट गरिरहेको छु, अहिले पनि स्टिल बस वेट गरिरहेको छु। बस आउँदो रहेछ। यहाँ बस आइसकेपछि एउटा यस्तो ओस्टर कार्ड भन्ने हुँदो रहेछ होइन। यो चाहिँ टक्क क्यासहरू नचल्ने रहेछ क्या। यो चाहिँ टक्क लाएर ट्याप गरिसकेपछि बस चढ्न पाउँदो रहेछ होइन। 1 घन्टामा त्यही 1.75 पाउन्डहरू काट्दो रहेछ। टु मच एक्सपेन्सिभ क्या। ट्राभल चाहिँ एकदमै एक्सपेन्सिभ। रुम रेन्ट त भन्नै परेन होइन। रुम रेन्ट त त्यही हो, नेपालमा 1 वर्ष कमाएको स्यालेरी त रुम रेन्टमै जाने रहेछ। अर्को भनेको चाहिँ दसैँ ससैँमा आएको यस्तो बोनस हुन्छ, यताउता खुद्रुकेमा जम्मा गरेर राखेको पैसाहरू हुन्छ नि, त्यो चाहिँ कार्ड घोटेरै सकिँदैछ। यस्तो गऱ्यो, घोट्ने बित्तिकै थ्याङ्क यू भन्छ, उता थ्याङ्क यू भन्ने बित्तिकै यता पैसा ल्यामलुम काटिदिँदो रहेछ होइन। सो अहिले बस वेट गर्दैछु। मलाई यो कसरी युज गर्नुपर्छ नि थाहा छैन है। मलाई साथीले चाहिँ नि बस आउँछ ट्याप गर भनेछ। अब यो ट्याप कहाँ गर्ने हो नि थाहा छैन मलाई। निधारमा गर्ने हो कि त्यहाँनिर गर्ने हो, एकचोटि हेरौँ अब अरूले कहाँ ट्याप गर्दो रहेछन् होइन। पहिला अरूले ट्याप गरोस्, अरू छिडोस्, त्यसपछि म छिड्छु। बस आइसक्यो। म जाने बसको यो हो, लिभिङ रोड वेको बसमा जाने हो। ट्याप चाहिँ कसरी गर्ने हो मलाई थाहा छैन होइन। पहिला अरूलाई जान दिउँ, त्यसपछि पहिला अरूले ट्याप गरेको हेरौँ कता ट्याप गर्ने हो। फेरि मैले निधारतिर ट्याप गरिदियो भने के गर्नु। ओ यस्तो रहेछ नि त यहाँ ट्याप गर्ने। सो यहाँनिर यस्तो ट्याप गर्ने। सो ओके, थ्याङ्क यू। म झर्नुपर्ने एक ठाउँमा, तर अर्को ठाउँमा झरेछु म होइन। पानी परेर एक त यस्तो ल्याङ भयो बेलामा। नयाँ ठाउँ कहाँ आइपुग्यो नभन्दैमा साँच्चीकै म त झन्डै झापा पुगेँ क्या। झर्नुपर्ने तल बस स्टपमा रहेछ। म चाहिँ अलिकति यहाँनिर अलि टाढै झरेछु क्या। के भनेको केही बुझ्दैन यार। सोधेको हो, एकजनालाई सोधेको, सब बुढाहरू सबै बिर्दा भत्ता खाने जस्तो थिए यार। सोधेको बालै दिएनन्। यहाँतिर त कसैले नभनिदिने क्या। तर म अलिकति धेरै नै तल झरेछु। सो म हिँड्दैछु त्यो ट्रेन स्टेसनसम्म जानको लागि होइन। सायद म अहिले ट्रेन स्टेसनमा आइपुगेँ होला होइन। खोइ यार, यो त न्यू रोडको गेट जस्तो छ त यार। ल हिँड्दा न्यू रोड आइपुग्यो कि क्या हो। नेपालको याद आयो यार मलाई। न्यू रोड पुरा न्यू रोड जान्छ नि यताबाट। यहाँ एउटा ट्राफिक यहाँनिर बस्छ नि, यताबाट न्यू रोड जान्छ, यताबाट के मन्दिर जान्छ नि, एउटा मन्दिर छ नि हालेर। त्यस्तै रहेछ। अब सायद यहीँ होला होइन। अब ट्रेन स्टेसनभित्र छिडौँ। सो अहिले चाहिँ म ट्रेन स्टेसनमा आइसकेँ। अब फेरि यहाँ पैसा चढाउने बेला आयो, टक्क लाएर भित्र छिडौँ पहिला सुरुमा। यही त होला नि ट्रेन स्टेसन। यस्तो छ। कहाँ गएर पैसा घोट्ने हो त्यो चाहिँ मलाई थाहा छैन। यहाँ के हुन्छ यसो पढौँ पहिला। यस्तो यस्तो लेखेछ। यति पढ्यो त म एक्जाममा उतै पास भइहाल्थेँ होइन, के पढिरहनु। सो एकचोटि यहाँनिर जाउँ, त्यसपछि यहाँ घोटौँ। सबले यसरी घोटिरहेछन्, म पनि यसरी नै घोटौँ। हेरौँ। ओ ढोका खोल्यो। यस्तो ढोका रहेछ यत्तिकै। यो त एक मुड्की हानेर नि खोलिहाल्छ नि। अब यहाँबाट चाहिँ कता जाने हो भन्ने कुरा भयो, किनकि यहाँनिर लेखेको छ। मलाई कहाँ म्यापमा हेर्दा कहाँ जा भन्दैछ भनेदेखि एलिजाबेथ लाइन 4, एलिजाबेथ लाइन 3। म जानुपर्ने अहिले एलिजाबेथ लाइन 4 मा हो। कताबाट हो एरो त यता देखेर छ। अब यतातिर कता जाने हो एकचोटि सोधौँ। कसलाई सोध्ने, सोध्न त पर्यो एकजनालाई। एलिजाबेथ लाइन प्लेटफर्म, एलिजाबेथ लाइन प्लेटफर्म सोधौँ न यहाँनिर। Excuse me, where is the Elizabeth line 4? Elizabeth line platform 4. Down. Okay. On your right. Oh, thank you so much, sir. Thank you. So, एकजना सरले मलाई भनिदिनु भयो, उहाँले डाउन भन्दै हुनुहुन्छ। यहाँबाट जम यताबाट। अब यत्रो मान्छे छ यार यहाँनिर। अब यताबाट कुन चढ्ने होला त यार। के हो यहाँ त ट्रेन स्टेसनमा त पुरै, यहाँ त पुरा ट्रेन त पुरा नचलिकन बसेको छ त। हडताल भयो क्या हो। म अहिले ट्रेन स्टेसनमा छु।
तर मलाई ट्रेन चढ्न आएन। यो ट्रेन चढ्यो भनेदेखि भरे यही ट्रेन रहेनछ भने कहाँ पुगिने हो? यहाँ सोध्न लाग्यो, खोइ कोसँग टाइमै नहुने रहेछ। भरे यो चढेर म पुरै झापा पुगेँ भने फेरि अर्को टेन्सन। ट्रेन चढ्न आएन मलाई यहाँ आएन। एउटा सिटी म्यापर भन्ने हुँदो रहेछ, त्यसमा हेरेको कहिले के देखाउँछ कहिले के देखाउँछ। फर्स्ट टाइम चलाउनेलाई त गोलगाडे नै हुँदो रहेछ अरे यहाँ त। ट्रेन चढ्न आएन। सो म अहिले ट्रेन स्टेसनमै छु, ठ्याक्क लाएर। सो मैले चाहिँ यहाँ ट्रेनभित्र आएँ होइन, थ्याङ्क गड। एकजना ठ्याक्क लाएर यहाँ चाहिँ कस्तो हो नि, ल्याङ्ग्वेज प्रब्लम, मतलब ल्याङ्ग्वेज प्रब्लम त भन्दैन, जस फर्स्ट टाइम आउँदाखेरि सोध्नलाई त्यो अलिकति अड फिल हुन्छ नि त। सो एकजना ट्रेन स्टेसनमा चाहिँ मैले इन्डियन भेटेको थिएँ क्या। सो मैले उसलाई चाहिँ सोधेँ होइन, उसले चाहिँ यस्तो राम्रोसँग भन्दै क्या, थ्याङ्क गड यार मैले ट्रेन चाहिँ पाएँ होइन। अब यो ट्रेन त चढेँ, मैले उसलाई सोधेँ यहाँ जा भनेर, यताउता जा भन्दै थियो होइन। अब यहाँबाट कता जाने हो चाहिँ थाहा छैन क्या, झर्नी चाहिँ कता हो नि केही थाहा छैन मलाई। अब म चाहिँ अहिले टक्क लाएर दुईजना खैरे दाइहरूको बिचमा होइन चिल भएर बसिरहेको छु। जाने चाहिँ कता हो थाहा छैन। टलाएर मेरो स्टेसन आएपछि सायद अनाउन्स गर्ने बित्तिकै म यहाँबाट कुलिहाल्नुपर्छ होइन। एकजना खैरे दाइ यता हुनुहुन्छ, एकजना अर्को दाइ यता हुनुहुन्छ होइन। दुईजना खैरेको बिचमा म काले दाइ। सायद मेरो ट्रेन स्टेसन आयो होला। सर एक्सक्युज मी, आई वान्ट टु गेट अफ एट बोनी स्ट्रिट। इज दिस अ बोनी स्ट्रिट? Which one? Yeah, Bond Street. Bond Street, yeah. Thank you so much. Bond Street. So एकजना साइडमा बसेको खैरे दाइले मलाई सिकाइदिनु भयो होइन बोनी स्ट्रिटमा झर्नु भनेको। सो यहाँनिर लेखेको हुँदो रहेछ यसरी बोनी स्ट्रिट भनेर होइन। ल उल्टो पो देखिँदो रहेछ यहाँबाट, किनकि मैले फ्रन्ट क्यामेराबाट गरिरहेको छु नि त। बोनी स्ट्रिट। अब बोनी स्ट्रिट कता जाने यार? बोनी स्ट्रिट त यही हो, यताबाट कता जाने यार? दुइटैमा वे आउट भन्ने लेखेको छ यार, कता पुगिन्छ एक्चुअली? वे आउट गर्दै जाउँ न त। अब यताबाट जाउँ, म कता पुग्छु? तर मलाई किन यार, म त हराउँछु जस्तो भाइब्स आइसक्यो यार। म कहिले पुग्ने हो कलेज? यस्तो मान्छेहरू हिँडिरहेछन्, जानुपर्ने कता हो? मलाई चाहिँ म्यापमा के भन्दैछ नि, मलाई चाहिँ म्यापमा लोकेसनमा चाहिँ नि जुब्ली लाइन भन्ने रहेछ एउटा यहाँनिर। ट्याक्क यहाँ यस्तो हुँदो रहेछ क्या, उताबाट बस चढ्यो ट्याक्क त्यहाँ झऱ्यो, अनि त्यहाँबाट फेरि ट्रेन चढ्यो, अनि ट्रेन स्टेसनको नाम हुँदो रहेछ त्यहाँ झर्ने। अनि त्यसपछि भनेको चाहिँ अर्को ट्रेन चेन्ज गर्नको लागि चाहिँ नि त्यो ठाउँ यो बोनी स्ट्रिटमा झरिसकेपछि चाहिँ त्यसपछि अर्को ठाउँमा चेन्ज गर्नुपर्ने हुँदो रहेछ। सो मलाई थाहा छैन यार, अब यत्रो ठुलो ट्रेन स्टेसन यत्रो ठुलो छ यार, कताबाट जाने हो? फर्स्ट टाइम आउने मान्छे त स्योर यहाँनिर हराउँछ होला यार, गायबै हुन्छ होला यार यहाँनिर, किनकि यस्तो ल पुरा थानकोटको पुरा सुरुङ मार्ग यस्तै छ जस्तै छ यार यो। अबे साले पुरा टक्क लाएर ल यार, यत्रो भ्वाङ, यता पनि भ्वाङ छ यता पनि भ्वाङ छ। यो कुन भ्वाङमा जाने यार? यत्रो ठुलो दुलो छ त यार यो। अन्डरग्राउन्डमा छु म। मेरो साथीहरू जसले मलाई चिन्छ होइन, मैले उनीहरूलाई नेपालमा हुँदाखेरि चाहिँ म अब अन्डरग्राउन्ड हुन्छु भनेर हुन्थ्यो क्या, जिस्केर यत्तिकै नभनेमा आज यता पनि दुलो उता पनि दुलो, यता पनि दुलो यता पनि दुलो, पुरा यता पनि यत्रो ठुलो भ्वाङ, यता पनि भ्वाङ यता पनि भ्वाङ, पुरा नभन्दैमा साँच्चीकै म आज अन्डरग्राउन्ड भएरै छोडेँ। कता जाने हो यार? पुरा यता पनि ट्रेन छ उता पनि ट्रेन छ यार, म हराएँ कि क्या हो यार? एकचोटि अगाडि नै जाउँ होइन, यहाँ हेरौँ। ल म घुमी फेरि त्यही अघिकै ठाउँमा आइपुग्यो क्या हो? म यतिबाट जस्तो लाग्थ्यो, कोही छैन यार, यताउता पुरा खाली छ। यो त म अघि झरेकै ठाउँ, जहाँबाट झरेँ त्यहीँ आइदियो यार। अघि नानी यही बोनी स्ट्रिट लेखिरहेको थियो। यो मान्छेहरू थियो कि थिएन आई डोन्ट नो, मैले याद गरिनँ। सो अहिले चाहिँ के अरे यो के भन्छ यसलाई, जेसुकै भनोस्, यो भर्याङ चढेर जाँदैछु। कत्रो ठुलो भर्याङ हुँदो रहेछ नि, आमा माथि पुग्नु पर्ने होइन। यो त स्वर्ग जाने भर्याङ हो कि क्या हो यार? कत्रो लामो यार, नेपालमा त यत्रो सानो चढेको थियो यार, यतिखेर त आइसकिन्थ्यो यार नेपालमा। यहाँ तलबाट वहाँ माथिसम्म यार, स्वर्ग जाने बाटो भन्थ्यो सायद यही होला क्या। टक्क मान्छेहरू टक्क लाएर लाइनमा बस्दो रहेछन्, यसरी लाइनमा बसिरहेछन् गाइज यहाँनिर मान्छेहरू। थाहा छैन म आउनु चाहिँ आएँ, कता आइपुग्यो भने थाहा छैन यार। यसो राम्रो भर्याङ देखेर चढिदिइहालेको, स्वर्ग जाने भर्याङै होला यार। यो त अघिदेखि गएको छ यार, आउँदैन त यार। फाइनल्ली यहाँबाट भर्याङ सकिएको छ, भर्याङ सकियो। ले अर्को ट्रेन चढ्नु पर्ने त यता के हो, आउट देखाउँछ त यार यहाँबाट त। लामा कहाँ आइपुग्यो यार, म त गायब भयो त यार।
कसलाई सोध्ने कसलाई सोधौँ यार एकचोटि सोधौँ यहाँनिर म्याम एक्सक्युज मी वेयर इज द जुब्ली लाइन थ्याङ्क यू मा यत्रो भर्याङ चढेर आएको त लास्टमा त खत्तम यताबाट रहेछ नि त वेयर इज द जुब्ली लाइन भनेर सोधेको मोटीलाई डाउन स्टेयर रे पुरा भिडियो खिच्छ भनेर होइन पुरा लुकेर डाउन स्टेयर रे फेरि यत्रै भर्याङ चढ्नु पऱ्यो यार सर होइन हिँडेर जानु पर्ला यार यो त म्याम हेलो म्याम वेयर इज द जुब्ली लाइन भनेर भनेको म खास जानुपर्ने थियो जुब्ली लाइन हो क्या सो म्याम वेयर इज द जुब्ली लाइन भनेको डाउन स्टेयर रे डाउन स्टेयरबाट जाँदैछु म डाउन स्टेयरमा कोही हुँदैन अप स्टेयरमा धेरैजना हुँदो रहेछ अप स्टेयरमा डाउन स्टेयरमा त कोही पनि छैन अप स्टेयर अब म 5 वर्ष फर्किँदाखेरि डाउन स्टेयर अप स्टेयर भन्दै आउँछु होला रसिया आइएम फ्रम रसिया डाउन स्टेयर अप स्टेयर डाउन स्टेयर गए पनि मा त्यही यत्रो भुवाङमा पुगिन्छ अप स्टेयर गए पनि त्यत्रै भुवाङमा पुगिन्छ यतिवटा भुवाङ छ क्या एउटा भुवाङ दुईवटा भुवाङ यसलाई भुवाङ नभनौँ दुलो होइन नेपाली भाषामा टिपिकल भाषामा दुलो एउटा दुलो दुईवटा दुलो तिनवटा दुलो चारवटा दुलो यताबाट गए पनि त्यही यताबाट गए पनि यताबाट यस्तोमा लेखा हुँदो रहेछ नि त यहाँनिर टलाएर लेखा हुँदो रहेछ के गर्नु लेखा हुँदो रहेछ माथि हेर्ने बानी छैन नि त डाउन स्टेयरमा मात्रै हेर्ने बानी छ अप स्टेयरमा हेर्ने बानी छैन नि त अब अप स्टेयरमा नै हेर्नु पऱ्यो डाउन स्टेयर यहाँ के हो खैरे दाइ हेरेर जान्छ त्यहाँ मलाई त रसियाबाट पऱ्यो क्या हो त्यो दाइ पनि खोइ यार अघिदेखि घुमेको छु यार यो दुलोबाट छिडे पनि त्यही ठाउँ पुगे जस्तो फिल हुन्छ यताबाट छिडे पनि त्यही को मऱ्यो के हो मान्छे च्याप्यो कि के हो ट्रेनमा भइहाल्यो गर्छ त यार डाउन स्टेयर गए पनि त्यही हो अप स्टेयर गए पनि त्यही हो मा घुमी फेरि त्यही दुलोमा आएपछि यताबाट होइन यार फेरि कता हो ठाउँ यार कसलाई सोध्ने हो क्या को मऱ्यो यहाँ ल म चाहिँ हराएँ भने मलाई फिक्स भयो अब यस्तो बेला रुनी के हाँस्ने हो झन् पुरा यस्तो कालो चस्मा लगाएर पुरा ह्यान्डसम भएर पुरा युनिभर्सिटी जाम्ला होइन पुरा इनरोलमेन्ट गरौँला अनि कुनै आइडी कार्ड के दिन्छ अरे क्या त्यो सबै लिनु पऱ्यो भनेर सोचेको त डाउन स्टेयर अप स्टेयर फेरि लेफ्ट स्टेयर राइट स्टेयर भइरहेको यहाँ ल म चाहिँ गायब भएँ यहाँबाट डाउन स्टेयर अप स्टेयर हो ल युकेमा आएर चाहिँ रेन्ट पाइएन भने चाहिँ टेन्सन गर्नु पर्दैन पानीबाट बच्ने तरिका भनेको एउटा दुलो दुईवटा दुलो तिनवटा दुलो चारवटा दुलो यो दुलोमा आएर रातभरि बस्यो भने पनि एसी पनि हुँदो रहेछ होइन एउटा एसी लाइट खानेकुरा चाहिँ आफै लिएर आउनु पऱ्यो होइन हो डाउन स्टेयर अप स्टेयर गए पनि एउटै हो म हराएँ ये भगवान क्या जुलुम है म चाहिँ अहिले ठ्याक्क लाएर युकेमा हराएको अवस्था यत्रो ठुलो यो दुलोमा जता गए पनि एउटै दुलो आउँछ एक्लै ट्रेन स्टेसनमा चाहिँ एक्लै नआउनु होला जो पनि नयाँ युके आउँदै हुनुहुन्छ जसको चाहिँ ट्राभल गर्नु पनि हुन्छ 1 घन्टा 1.5 घन्टाको साथी छ भने सो बेटर हुन्छ साथीलाई आफ्नो साथमा ल्याउनु एकचोटि ठाउँ हेर्नु किनकि म यताको दुलो उताको दुलो यताको उता दुलो गर्दा म युकेमा हराएँ मलाई कसले रुम पुऱ्याइदिन्छ आई डोन्ट नो मसँग डलर मात्रै छ मैले पाउन्ड पनि बोकेको छैन मेरो त्यो कुनै के जातिको त्यो कार्ड भन्छ नि त्यो अघिको एटिएम कार्ड त्यसलाई ओस्टर कार्ड भन्छ त्यो ओस्टर कार्डमा पनि पैसा धेरै लोड गरेको थिइनँ अब मलाई कसले यहाँबाट निकालिदिनु म हराएँ म टोटल्ली हराएँ अब म यहीँ सुत्छु होला आज राति एउटा वाइवाई चाउचाउ चाहिँ बोकेर आएको छु वाइवाई चाउचाउ खान्छु अहिले वाइवाई चाउचाउ नबोकेको भए झन् त्यो पनि मैले हरिबिसोक हुन्थ्यो होला सो फाइनल्ली म युकेमा हराएँ आई एम लस्ट इन युके यदि कोही ट्राभल गर्दै हुनुहुन्छ भनेदेखि ट्रेन स्टेसनमा फर द फर्स्ट टाइम एक्लै चाहिँ नआउनु होला किनकि एक्लै आउँदाखेरि चाहिँ नि प्रब्लम पर्छ यताबाट गयो भने पनि त्यही दुलोमा निस्किन्छ उताबाट गयो भने पनि त्यही दुलोमा निस्किन्छ यता हेरे पनि दुलो यसलाई सोध्नुपर्छ कि क्या हो यत्रो झोला बोकेर जाँदैछ यसलाई के सोध्नु यहाँ चाहिँ त्यस्तै हुँदो रहेछ म हराएँ अब कता जाने हो के जाने हो मलाई थाहा छैन मेरो रुममेट मलाई लिन आऊ है म यहाँ हराएँ
फोन नम्बर साँच्ची सबैभन्दा ट्राभल गर्दाखेरि चाहिँ इम्पोर्टेन्ट भनेको यो पनि हरा जस्तै छ यार यो पनि हेर्दै चाहिँ हराइ होला झोला यत्रो बोकेपछि ओके सो उसले भनेअनुसार चाहिँ म स्ट्रेट अहिले पनि गइरहेको छु तर यहाँबाट स्ट्रेट जाँदा जाँदा कहाँ पुग्यो केही थाहा छैन होइन कलेजको लागि म निस्केको कलेजको लागि चाहिँ नि 10 बजीतिर थिएँ होइन अहिले यहाँ कति बज्यो भनेदेखि 10 बजी निस्केको मान्छे अहिले यहाँ 1 बज्यो 1 बजेसम्म पनि म पुरै ट्रेन स्टेसनमा भौतारै हिँडिरहेको छु यता र उता होइन अब कलेज त आज गइँदैन होला किनभनेदेखि अब उनीहरूले इनरोलमेन्टको लागि यति बजेदेखि यति बजीसम्म एटेन्ड गर भनेर भनिसकेको थियो जुन मैले एटेन्ड गर्न सकिनँ किनकि म यहीँ हराएँ नि त सो अब यहाँबाट एकचोटि उसले भनेअनुसार हेरौँ जाउँ आज अब कलेज चाहिँ गइँदैन अब सायद म रुम फर्किन्छु होला किनभनेदेखि यतिखेर म कलेज गएर पनि काम भएन नि त म हराइसकेको मान्छे त्यही हो गाइज अहिले चाहिँ म एकदम सुनसान ठाउँमा आएर फसिरहेको छु होइन यता पनि मान्छे छैन उता पनि मान्छे छैन यता पनि पुरै सुनसान खाली ठाउँ छ होइन यो ठाउँ कहाँ जान्छ के छ थाहा छैन अहिले चाहिँ 3 बजे यहाँको होइन म चाहिँ अलमोस्ट 3 घन्टा जति भयो होला यहाँ हराइरहेको छु होइन अब यहाँ चाहिँ कोही पनि मान्छे छैन यताउता होइन अब त्यही हो म चाहिँ अहिलेलाई चाहिँ अब कलेज जानुभन्दा पनि एकचोटि यहाँनिर कसैको हेल्प लिएर होस्टेल के अरे होस्टेल भन्ने आएछ म मेरो बसेको ठाउँ रुम नै पुग्छु भन्ने मेरो सोच छ होइन किनभनेदेखि अब यहाँभित्र छु बाहिर घाम लागिरहेछ पानी परिरहेछ के कस्तो छ मलाई आई डोन्ट नो द्याट होइन सबै मान्छे खाना खाएर सुतिसके जस्तो लाग्यो कोही पनि भेट्दिनँ म यताउता होइन सो म चाहिँ रुम पुग्ने कोसिस गर्छु अब युनिभर्सिटी चाहिँ अहिले होइन अब पर्सि भोलि त बिता छ होइन पर्सि चाहिँ म युनिभर्सिटी एकचोटि जाने कोसिस गर्छु किनकि यहाँ कोही पनि नभएको ठाउँमा यसरी बस्नु हुँदैन फेरि पछाडिबाट आएर भूतले दर्शाउला होइन मान्छे आएर लुट्दैला होइन हुन त फेरि म पनि मुट्टु फुट्ने गरेर हानिदिइहाल्छु बालै भएन होइन त्यही पनि हेरौँ कहाँ पुग्छु म सो गाइज म चाहिँ फर्किन लागेँ होइन फेरि अफिसतिर हुँदै म फर्किन लागिरहेको छु होइन युनिभर्सिटी त मैले भेटाएन सो अब यहाँ एकजनालाई सोधेको यो बाटोबाट जा भन्दैछ होइन नहराउनु हराइहाल्यो विदेश आएर रुम त फर्किनु पऱ्यो सो म रुम फर्किनलाई चाहिँ नि यहाँबाट कोसिस गर्दैछु होइन रुम गएपछि अब भेटाएपछि म फेरि भन्छु नि सो म चाहिँ बिहान आएको ट्रेन स्टेसन चाहिँ उता हो उता पारिबाट चढेको थिएँ अहिले आउँदाखेरि चाहिँ यताबाट आउँदाखेरि चाहिँ यता झर्दो रहेछ अब यहाँबाट चाहिँ टक्छु म त आज हरायो भने ठानेको त धन्न थ्याङ्क गड म चाहिँ आइपुगेँ होइन रात पऱ्यो होला भने त यहाँ तिमीले रहेछ ठिकै छ सबजना लाइन लाएर गइरहेछन् भेडा बाख्रा जसरी म पनि त्यही लाइनमा छु सो फाइनल्ली म चाहिँ घर आइपुगेँ म चाहिँ फाइनल्ली आएँ होइन बिहान जहाँबाट ट्याप गरेको थिएँ म त्यहीँ आइपुगेँ फेरि एकचोटि ट्याप गर्नुपर्छ यो चाहिँ निस्किने बेलामा चाहिँ निस्किने र उ गर्ने बेलामा ट्याप गर्नुपर्छ ओके सो ढोका खोल्यो यसमा सायद सबै पैसाहरू आज दिनभरि गायब भयो नि त हराइयो नि त सो सायद सबै पैसाहरू काट्यो होला आई डोन्ट नो मलाई थाहा छैन होइन सो फाइनल्ली म चाहिँ यहीँबाट छिडेको थिएँ यहीँ निस्केँ फाइनल्ली सो एक्लै ट्राभल गर्नुको फर्स्ट टाइम भनेको बेफाइदा भनेको चाहिँ नि स्योर गायब भइन्छ हराइन्छ उस्तै ताल पऱ्यो भने नेपालै पुगिन्छ होइन तर अर्को बेनिफिट के छ भनेदेखि एकचोटि यत्रो आई थिङ्क 3-4 घन्टा ट्रेन स्टेसनमा हराइसकेपछि चाहिँ नेक्स्ट टाइमबाट चाहिँ ट्राभल गर्नलाई ल म सक्छु है भन्ने एउटा हुँदो रहेछ होइन तर यसमा चाहिँ पैसा हुनु पऱ्यो क्या त्यो भएन भने चाहिँ फेरि काम छैन होइन सो नेक्स्ट टाइमबाट चाहिँ अब जतै जाउँ भने पनि म सकिन्छ नि त सो मेरो गाडी चाहिँ त्यहाँनिर म्यापमा यता देखाइरहेको छ होइन अब यहाँनिर गएर वेट गर्नुपर्छ यहाँ बिहान आउँदाखेरि चाहिँ गाडी एकदम खाली थियो होइन बेलुका घर जाँदा त पुरा यहाँ नेपालमा भन्दा पनि खत्तम पुरा भेडै बाख्रा कोच्यासरी कोचिँदो रहेछ पालै पिरो लगाएर म चाहिँ यो गाडीमा जाँदिनँ होइन किनकि यो गाडी चाहिँ वाइल्डै प्याक भइसक्यो फ्री द इन्टरनेट भनेको छ होइन
त्यही पनि बाल भएन मलाई, म जाँदिनँ यो गाडीमा। बिहान आउँदा त पुरा टोटल्ली खाली मै मात्रै थिएँ, पुरै मेरै बस जस्तो लागिरहेको थियो, पुरा मेरो पर्सनल प्राइभेट बस जस्तो फिल भइरहेको थियो होइन। बेलुका जाँदा त सब मुलाहरू कामबाट फर्किँदो रहेछ, गुन्द्रुक कोच्यासरी कोचेर जाने भए। तर म जाँदिनँ यो गाडीमा, किनभनेदेखि म त बेरोजगारी हो नि त, जब सब पाएको छैन, मलाई कोल्सा रुम गएर झन्डा गाड्नु छ र। सो म बिस्तारै आफ्नै टाइममा जान्छु घुम्दै होइन, ताकि मलाई ठाउँहरू थाहा होस्। फाइनल्ली म चाहिँ घर फर्किन सक्सेस भएको छु होइन। अलमोस्ट 10 बजे हिँडेको मान्छे अहिले यहाँनिर 4-5 बजे होला होइन। अलमोस्ट 4-5 ट्रेन स्टेसनमा हराइसकेपछि म चाहिँ फर्केँ। मैले बिहान त्यहाँनिरबाट चाहिँ यहाँबाट चाहिँ पुरै ट्रेन के अरे बस चढेर गएको थिएँ। बिहान फालिरहेको साइकल त अहिलेसम्म फालिरहेको छ, होइन साँच्चीकै फालिरहेको के हो होइन। अब पुरै थकित भएको छु, अब मजाले रुमभित्र बस्छु, पानी पनि परिरहेको छ, खासै बाहिर निस्किन्न होला होइन। त्यही हो, अब कलेज चाहिँ म पर्सितिर गएर इनरोलमेन्ट गर्छु। आज त्यस्तै भइहाल्यो होइन, हराइहाल्यो। सो ठिकै छ। सो त्यही हो, म घर आइपुगेँ र यहाँनिर खोल्नुपर्छ टक्क लाएर। सो त्यही हो गाइज, ल सी यु इन नेक्स्ट ब्लग। आज त हराइहाल्यो, अब नेक्स्ट टाइम चाहिँ म हराउँदिनँ होला सायद होइन। सो ओके, सी यु इन नेक्स्ट ब्लग।